ल फाइनली सिसक्यो हैन त। परीक्षा हलबाट बाहिर निस्कँदा पक्कै पनि काँधको त्यो ठूलो भारी बिसाएको जस्तो फिल भयो होला। तर सँगसँगै अब दिमागमा अर्को ठूलो प्रश्नले डेरा जमाउन थालिसक्यो होला, अब चाहिँ के गर्ने त? आज हामी तपाईँको यही अन्योललाई चिर्नेछौँ र साइन्स, म्यानेजमेन्ट, आइटी लगायतका विकल्पहरूलाई एकदमै सजिलो पाराले केलाउनेछौँ। अहिले पक्कै पनि तपाईँको दिमागमा एउटा ठूलो हुरी चलिरहेको होला। यता आफन्तहरू भन्छन् साइन्स पढ्नै पर्छ है, उता कसैले फेरि होइन म्यानेजमेन्टमा पो पैसा छ त भन्छन्। अनि साथीहरूको त्यो फरेन स्टडीको कुरा सुन्दा त झन् कति कन्फ्युजन हुन्छ नि होइन र? यो बेला साँच्चै कसको कुरा सुन्ने अनि कसको नसुन्ने भन्ने नै सबैभन्दा ठूलो च्यालेन्ज हो। अब एउटा एकदमै सिरियस कुरा गरौँ ल। काठमाडौँका विद्यार्थीहरूमाझ गरिएको साइटीको एउटा स्टडीले नि एउटा निकै गम्भीर तथ्याङ्क देखाएको छ। झण्डै 40%, यकिन भन्नुपर्दा 39.9% विद्यार्थीहरूले परिवारको एकदमै उच्च अपेक्षाले गर्दा गहिरो मानसिक दबाव झेल्नु परेको छ। र यो प्रेसरले एन्जाइटी र डिप्रेसन जस्ता ठूला समस्याहरू नै ल्याउन सक्छ। हेर्नुस्, अरूको डर वा अपेक्षाको भरमा बाटो रोज्नुभयो भने भविष्यमा पछुतो मात्रै हात लाग्न सक्छ। त्यसैले एकैछिन लामो सास लिनुस् अनि शान्त भएर सोच्नुस्। हामी सबैको जर्नी एकदमै फरक हुन्छ नि त। साथीले कुन कलेज रोज्दैछ वा अरूले के भनिरहेका छन् भन्ने कुरा एकछिनलाई बिर्सिदिनुस्। सबैभन्दा इम्पोर्टेन्ट कुरा भनेको तपाईको आफ्नो इन्ट्रेस्ट र प्यासन केमा छ। आफूले भोलि गएर 10औं वर्षसम्म रमाएर गर्न सक्ने काम रोज्नु नै साँचो अर्थमा सफलताको साँचो हो। ल अब एकछिन हाम्रा ट्रेडिसनल +2 का अप्सन्सहरूलाई सर्र हेरौँ। एकातिर छ साइन्स। यदि तपाईँलाई म्याथ, बायोलोजी वा टेक्नोलोजीमा एकदमै रुचि छ र कडा मेहनत गर्न रेडी हुनुहुन्छ भने इन्जिनियरिङ र मेडिकलको ढोका यसैले खोल्छ। यसको लागि मिनिमम 2.0 GPA चाहिँ चाहिन्छ है। अनि अर्कोतिर छ म्यानेजमेन्ट। यदि तपाईँ भविष्यमा एउटा सफल बिजनेस लिडर, ब्याङ्कर वा अन्टरप्रेन्योर बन्न चाहनुहुन्छ भने यो बेस्ट हुन्छ। मिनिमम 1.6 GPA चाहिने यो फिल्डले तपाईँलाई कर्पोरेट संसारको एकदमै प्र्याक्टिकल नलेज दिन्छ। तर पक्नुस् है, ह्युम्यानिटिज र आर्ट्सलाई त बिर्सनै मिल्दैन नि। यदि तपाईँलाई हाम्रो समाजलाई नजिकबाट बुझ्न मन छ, लेख्न मन पर्छ वा न्यायको क्षेत्रमा केही गर्छु भन्ने हुटुटी छ भने जर्नलिजम, सोशल वर्क, साइकोलोजी र ल जस्ता विषयहरूले तपाईँको करियरलाई एकदमै माथि पुर्याउन सक्छन्। याद राख्नुस्, यो अरू केही मपाएर पढ्ने विषय बिल्कुलै होइन। यो त समाज परिवर्तन गर्नेहरूको एउटा एकदमै बलियो बाटो हो। अब मानौ तपाईँलाई किताबको त्यो थ्योरी भन्दा पनि हातले नै प्र्याक्टिकल काम गर्न धेरै मनपर्छ। त्यसो हो भने सिटिभिटी अन्तर्गतका टेक्निकल एजुकेसनहरू तपाईँको लागि पर्फेक्ट अप्सन हुन सक्छन्। यो 3 वर्षे डिप्लोमा गरेपछि नि तपाईँ सिधै जबको लागि रेडी हुनुहुनेछ। सोच्नुस् त, सुरुवातमै महिनाको 25,000 देखि 45,000सम्म सजिलै कमाउन सकिन्छ। र रमाइलो कुरा, पछि गएर ब्याचलर पढ्न पनि यसले कुनै छेक्दैन। आजको यो मोडर्न वर्ल्डको एउटा तितो तर साँचो रियालिटी के हो थाहा छ? तपाईसँग कुन कलेजको कुन डिग्री छ भन्ने कुरा भन्दा पनि नि तपाईले वास्तवमा के काम गर्न सक्नुहुन्छ भन्ने कुरालाई धेरै म्याटर गर्छ। तपाईँ चाहे साइन्स पढ्नुहोस् या म्यानेजमेन्ट वा आर्ट्स, यदि तपाईसँग डिजिटल र टेक्निकल स्किल्सहरू छन् भने तपाईँ ग्लोबल लेभलमै कम्पिट गर्न सक्ने बन्नुहुन्छ। त्यसैले सिई पछिको यो फ्री टाइमलाई यत्तिकै खेर नफाल्नुहोस्। तपाईँले अहिले नै केही हाई डिमान्ड आइटी स्किल्सहरू सिक्न सुरु गर्न सक्नुहुन्छ। जस्तै कोडिङ र वेब डेभलपमेन्ट सिकेर एउटा दामी सफ्टवेयर डेभलपर बन्ने बाटो तय गर्न सक्नुहुन्छ। वा UI/UX डिजाइन र डिजिटल मार्केटिङ सिकेर यो अनलाइन संसारमा आफ्नो छुट्टै स्पेस बनाउन सक्नुहुन्छ। यो 2-3 महिनाको सानो मेहनतले नि कलेज सुरु हुनु अगावै तपाईँलाई इन्डिपेन्डेन्ट बनाउन सक्छ। अन्तमा सधैँ एउटा कुरा याद राख्नुहोस् है, ड्रिम बिग, लर्न स्किल्स एन्ड बिल्ड योर फ्युचर। कुनै अन्त्य होइन क्या, यो त तपाईँको नयाँ जर्नीको भर्खर पहिलो दिन मात्र हो। आफ्नो साँच्चीकैको इन्ट्रेस्ट केमा छ त्यो बुझ्नुहोस् अनि आफ्नो स्किल डेभलप गर्न कहिले नछोड्नुहोस्। यति धेरै अप्सन र अवसरहरू हाम्रै अगाडि छन्। अब भन्नुहोस् त, आजैबाट आफ्नो फ्युचर बनाउन तपाईँ चाहिँ कुन बाटो रोज्दै हुनुहुन्छ त? विशिङ यु अल द भेरी बेस्ट फर योर फ्युचर।